Hi guys and welcome back to my blog. It's day second for me in पाँचथर र आज चाहिँ हामी घुम्न फालेलुङ जाँदैछौँ र आज न्यू इयर पनि हो र सबैजनालाई नयाँ वर्षको धेरै धेरै शुभकामना। जाँदै गर्दा बाटोमा चाहिँ अस्ति नै भर्खर आएको बाढीले भत्किएको पुल रहेछ जसले गर्दाखेरि चाहिँ जानमा अलिकति धेरै गाह्रो भयो र यो सबै देखिरहेको यो दृश्य भनेको चाहिँ त्यतिखेर बगाएको पुलले गर्दाखेरि भएको दुर्घटना हो हैन। र यहाँनिर चाहिँ के भन्छ ठुला ठुला चट्टानहरूलाई पनि चिरेर चाहिँ पुलहरू निकालिएको बनाइएको रहेछ र बाढी यसरी पहिरो आउँदाखेरि चाहिँ त्यहाँ पर भएको पुललाई चाहिँ बगाएर यता परसम्म ल्याएको रहेछ जसले गर्दाखेरि चाहिँ बाटो अझै पनि बनिसकेको छैन र जानलाई चाहिँ त्यहाँ चाहिँ अलिकति गाह्रो रहेको छ भने अरू बाटो एकदमै सजिलो रहेको छ र नेपाल साँच्चीकैमा धनी देश रहेको छ भन्ने ढुङ्गाहरू पनि उत्तिकै धेरै नेपालमा पाइने गरेका छन् र जसरी हामी यहाँ देख्न सक्छौँ पुललाई एकदमै नराम्रो तरिकाले बगाएको छ बाढीले। एक ठाउँमा भएको पुललाई अर्को परसम्म ल्याएको छ जसले गर्दा यहाँ भएका खेतबारीहरू पनि नष्ट भएका छन्। ठोट्ने खाम बाटोको टाम मागेर बाख्रा बनेको छ यो ठोट्ने तल नपाउने चिज हो। बाख्रा सबजना हिजोको मामुले चिनाउनु भएको थियो आज खोजेर खाएँ मैले। सो गाइज हामी फाइनल्ली यहाँ आइपुगिसकेका छौँ लाफा गाउँमा। मामु निक्लिँदै हुनुहुन्छ ए बिस्तारै बिस्तारै खुट्टा त लागिन होला। ओ केटाकेटी कहाँ आइपुग्यो? कहाँबाट कहाँ आइपुग्यो हामी? लास्टै अमिलो यो तासेर खाँदा पनि लास्टै अमिलो। दादा फिदिमको ललिपप होइन? यहाँ चाहिँ बाबाको साथीहरू सिन्ने रहेछ र यहाँ चाहिँ हामी उहाँले नै बोलेपछि नै आएको बाटो। केही बेरको चिया नास्ता र त्यसपछि गएको अङ्कलले बोलाइसकेको प्यारो बिनाएको सुनिसकेपछि चाहिँ हामी फेरि यात्रातर्फ लाग्ने तर्फको बेलामा चाहिँ हामी सारण गइरहेछ अङ्कलसँग। त्यसको बारेमा थोरै कुरा गरेको थियौँ। अब हामी कहाँ हिँडेको? हामी यहाँ महादेव गुप्तेश्वर महादेव थान अनि घुम्ने ठाउँ छ त्यही हिँड्यो होइन? हामी फिदिमको पञ्चमी भन्ज्याङमा छौँ। पानी हल्का हल्का परिरहेको छ पनि। अब चाहिँ हामी माथि त्यहाँ पुगेर फर्किनेछौँ। यही बाबाको साथीकोमा हामी फर्किनेछौँ फेरि र खाजा खाएर मात्र। हाम्रो टोली चाहिँ यति नै हो अनि सरले हामीलाई गाइड गर्छिन्छ यहाँ घुम्न जानलाई चाहिँ। सिडी हिँड्दै हिँड्दै गएपछि चाहिँ 700वटा यो यसरी सिडी हिँडिसकेपछि चाहिँ हामी त्यो ठाउँमा पुग्नेछौँ र यहाँको माथि आइसकेपछि घुम्ने ठाउँ भनेको चाहिँ यही रहेको छ र यहाँ हामी चाहिँ पुरै टोली नै आएका छौँ। दुईवटा बच्चा पार्टी अगाडि कुद्दै होइन। रौता डाँडा जसरी नै यहाँ चाहिँ डाँडा यसरी खाइदिएको रहेछ र हामी चाहिँ त्यो अझै माथि भन्दा नि अझै जाने हो। हामी 3जना मात्र अगाडि आएको थियौँ। अब सबैजना चाहिँ पछाडि आउँदै हुनुहुन्छ र अब चाहिँ हामी यहाँबाट हिँड्दै 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 गएर त्यहाँ माथि पुग्नेछौँ। अझै माथि त्यहाँ चाहिँ फोटो पनि बनाइएको रहेछ सुङ्निमा र आरुहाङको र यहाँ चाहिँ यसरी बस्ने ठाउँ यहाँ थोरै फोटो खिच्ने ठाउँ रहेछ। एकदमै रमाइलो 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 ठाउँ रहेछ। त्यहाँ थोरै फोटो खिचेर चाहिँ अब हाम्रो टोली मुभ भइसकेको छ। पानी पर्दैछ है मामा? फोटो पनि खिच्यौँ पानी पनि पर्दैछ। चाहिँ लाली गुराँस अलिक फुलेको रहेछ त्यति साह्रो। तर गुराँस फुलेकै रहेछ क्या अहिले। त्यो सानो सानो फुलेछ त उता भित्र त एउटा रहेछ।
सो गाइज अहिले चाहिँ हामी त्यति माथि चढेर चाहिँ यहाँ महादेव भएको ठाउँमा जाइसकेका छौँ। अझै भन्दा माथि पनि जाने ठाउँ छ र यहीँ जाने नै छौँ। अब यहाँ थोरै फोटो खिचेर चाहिँ फेरि हामी अगाडि लाग्ने होइन अङ्कल? ल हजुर ल राम्रो ल अब यहाँ फोटो खिचेर चाहिँ हामी फेरि उता जाँदैछौँ। सोमबारका दिन फिदिम नगरपालिका वडा नम्बर 13 स्थित रक गार्डन लागेर जे भाले स्थित हुक्मा डाँडामा रहेको प्राकृतिक सौन्दर्यले भरिपूर्ण रहेको विभिन्न शिलालेख ढुङ्गाहरूमा कुटिएका परिकल्पना गर्दै दृश्यको मनमोहक आनन्द अवसर जुराइदिनु भएकोमा हाम्रो त पानी नै पर्न थालिसक्यो हेर यता मात्र अब गडाङ गुडुङ गरेछ त नि पर्छ। पानी नै पर्न लागिसक्यो। यो रक गार्डनको एउटा मात्र विशेषता भनेको चाहिँ यहाँ चाहिँ हरेक मूर्तिहरू चाहिँ खोपेर बनाइएको छ। ढुङ्गामा ठुला ठुला चट्टानहरूमा चाहिँ खोपेर बनाइएको छ र यही दृश्य हेर्न चाहिँ हामी आएको छौँ र यसैलाई नाम चाहिँ हामीले यहाँ नजिक रक गार्डन राख्नु भएको रहेछ। हामी चाहिँ अहिले हिँड्दैछौँ, अझै पनि हामी त्यो ठाउँसम्म चाहिँ पुगेको छैनौँ। त्यहाँ गुप्तेश्वर महादेव हुनुभएको ठाउँसम्म चाहिँ हामी चाहिँ त्यहाँ सबै हिँडेर चाहिँ आउँदैछौँ अगाडि। अनि यहाँ 2-3 जना अगाडि गइसक्नु भएको छ, हामी फेरि पछाडि जाँदैछौँ। जे भाले यो अन्तर्गतको हुक्मा डाँडामा आज हामी न्यु इयर स्पेसल हो हाम्रो। वैशाख 1 गतेका दिन हाम्रो गजेन्द्र सरको समुपस्थितिमा हामीलाई चाहिँ यहाँ भएका सौन्दर्यताको बारेमा वर्णन गर्दै यो प्रकृतिसँग